विराट राजाको मन्दिर जाने चाहिँ भन्ने हो, तर मलाई पनि थाहा चाहिँ छैन। किन यत्रो विराट नरहेको मान्छे चाहिँ अलिक चाहिँ पहिले गएर थाहा पाउनुपर्छ। रानी यहाँबाट त्यो के चोक भन्छ यसलाई? भट्टीमोड। भट्टीमोड चोक। मजाले घाम लाग्यो यार। हाम्रो कमजोरी यही छ यार, 7 बजीसम्म सुत्छौँ यार, न लक्ष्य केही छ न केही छ। हाम्रो लोकसेवा भिड्ने मान्छेहरूलाई, मिहिनेत गर्ने मान्छेलाई बिहान 4 बजीदेखि उठेर पढिरहेको हुन्छ। हामी चाहिँ बिना लक्ष्यको मान्छे 7 बजीसम्म सुत्छ, पाँच्दै फेरि यहाँ। यसलाई के चोक भन्छ हौ? भर्खर नयाँ इस्टाब्लिस भएको चोक हो। पहिलो गाँसमै ढुङ्गा हो यार, कति बाटो हिँडायो लेफ्ट भनेर। यो पक्कै पनि यो लोकेसन छ नि, यो म्याप लोकेसन, यसले लेफ्ट भन्नु होला हो। त्यही भएर यो कति बाटो हिँड्नु परेको छ। लास्टमा भत्केको पुलमा पुगेलाई यो चाहिँ म्यापको भर पर्दा पर्दै। भाइ त्यही त गुगलले भर पर्दा चाहिँ ठ्याक्क भत्केको पुलको अगाडि पुगेला र फेरि अनि कता जाने भइएला। यस्तो कहिले काहीँ भएको छैन। स्प्राइट खानुपर्छ। ओ माइ गॉड, यो मन्दिरको नाम चाहिँ के हो? ओ हनुमान मन्दिर चोक रहेछ त्यो अहिलेको बाटो। यहाँबाट हामी आइसिटी जाने भने के छ त अब? बायाँबाट के आएको छ त? त्यसको उ गर त, त्यो आइसिटी यता चाहिँ रानथाना होइन, जोगमुनि जाने बाटो। यो अलिकति त्यसको साउन्ड बढाउ त, लोकेसनले कहाँ पुऱ्याउँछ हामीलाई। नेपाल भारत सहयोग, नेपाल इन्डियन कोअपरेसन प्रोजेक्ट आइसिटी। यो लभ 40 भन्ने थाहा छ? यो ड्राइभ गर्दाखेरि लभ 40 प्रयोग गर्ने भन्ने सम्बन्धी थाहा छ? यो चाहिँ लभ 40 भनेको चाहिँ मैले एउटा स्लोगन बनाएको हो होइन। अब फेरि यो मैले भन्दै गर्दाखेरि पनि नि यसले त्यसै भन्नुभएकोलाई जस्तो लाग्छ होला। काहीँ खोज नि त नेटतिर, कतै चाहिँ च्याट जिपिटीतिर खोज नि त के रहेछ यो लभ 40 भनेको। यो लभ 40 चाहिँ के हो भन्छु भने नि, ड्राइभ गर्दाखेरि जहिले पनि हामी 50, 60, 70, 80 स्पिडमा कुद्छौँ क्या जहिले पनि नि। लभ 40 चाहिँ के हो भने हामीले आफ्नो घर परिवार फ्यामिलीहरूलाई सम्झिँदाखेरि हाम्रो भविष्य त लामो छ नि त यार। नेपालको कन्टेक्समा अब 60 वर्ष मात्रै बाँचिन्छ भन्ने छ त। मान्छे त नेपालको कन्टेक्समा त 115 वर्ष 14 वर्षसम्म बाँचेको रेकर्ड छ नि त। त्यसले गर्दाखेरि यो लभ 40 भनेको चाहिँ ड्राइभ गर्दाखेरि ट्याक्कसँगले 40 को स्पिडभन्दा बढी नकुदाउने भन्ने चाहिँ मेरो यो स्लोगन भर्खर मैले सुरुवात गरे हो कि। किन भन्छु भने नि, यो स्कुलहरूको आसपासको छेउमा त्यो 40 भनेर लेखा हुन्छ नि, किन होला ल भन त? तत्काल चाहिँ यो सवारी साधन कुदाउँदै गर्दा धेरै स्पिड भयो भने हामीले अप्पर झट ब्रेक लाउँदा हरेको गर्दा पनि हामी चाहिँ दुर्घटना हुन सक्ने सम्भावना हुँदाखेरि लभ 40मा यात्रा गरियो भने चाहिँ यदि दुर्घटना हुन लागेको छ भने नि झ्याप्दुप रोक्न सक्थ्यो नि त होइन भन्ने चाहिँ मेरो स्लोगन हो। तर कहिलेकाहीँ म भावना बोकेर 105 कुदिहाल्दो रहेछ र त। त्यो जङ्गल खाली ठाउँहरू आउँछ नि, गएर न साइकलहरूले हामीलाई च्यालेन्ज गर्दैछ। हाम्रै बाटोमा आइरहेछ, अब के गर्ने त्यसलाई भने चाहिँ आफै साइड लागेर हिँड्ने।
यो ठाउँको नाम चाहिँ के भन्छ भाइ? जस्तो आइसिपी जाने रोड भन्छ होइन, तर यहाँ चाहिँ खेती बवाल हुँदो रहेछ यार। यो मकै हुने सिजन हो त यतिखेर, कहाँ मकै हुने सिजन हो र? अनि हाम्रो पाहाडतिर त भर्खर उम्रिन थालो भन्दै थियो त बुवा आमाहरू। ए मङ्सिरे मकै भनेपछि अब यो मकैहरू चाहिँ हटाएर धान रोप्छन् होला यहाँ। ओहो, यो मकै पाक्न ढिलो भएछ नि त त्यसो भए यहाँ त। गहुँ पनि पाकेर यो गाउँ भएछ उतातिर। ए पछि यति ठुलो बाटो हुन्छ पछि निकट भविष्यमा। नेपालमा अब राजा ल्याउने भन्छ यो बाटो यस्तै होला, अझ घट्छ भाइ। यो गणतन्त्रमा पनि लोकतन्त्रमा पनि यस्तै होला जस्तो। अब हामी कता जाने त? सिधै यसलाई चाहिँ त्यहाँ त त्यो के हो, राजा विराट चोक भनेर लेखाएको छ त। त्यहाँ त पर दक्षिण उत्तर भनेर पूर्व, अनि राजा विराट चोक भनेको छ। अब पूर्व यता, पश्चिम यता, उत्तर यता, दक्षिण यता भनेपछि आइसिपीतिर हामी जाँदैछौँ है। आहा बिचरा बुढो मान्छेले घाँसको भारी बिहानै साइकलमा वा कस्तो मजाले। अनि यो चाहिँ प्रहरी चेकिङ पोस्ट होला है भाइ? यहाँ चाहिँ 20 भरि ड्युटी हुँदैन होला। 10 यो हामी क्यामेरा यसरी जोडेर हिँडिरहेको बेला चाहिँ प्रहरीले देख्यो भने हामीलाई रोकेर पुरै इन्टरभ्यू लिन्छ होला है। यो नेपालमा चाहिँ सबै कुरा खुल्ला छ है। यो विराट राजाको दर बिहान उठ्ने बित्तिकै यस्तो आज बिदाको दिन भन्न म्याडमले भन्नुभयो क्या उता सिन्धुपाल्चोकतिरबाट। अनि के छ त आज म्याडमको प्लान भनौँ भनेको, आज तातो पानी घुम्न जाने योजना हुँदैछ। यो सिन्धुपाल्चोकको तातो पानी भन्ने ठाउँ, त्यहाँ गइएन भने एउटा गुफा मन्दिर भन्ने रहेछ यो डाँडामा, त्यहाँ चाहिँ जाने योजना छ भन्ने कुरा गर्नुभयो मेरो म्याडमले। अनि यसो भरे अब फोनमा गफ गर्न चाहिँ लाग्यो भने बाहना बनाउनुको लाग्यो भने एक ठाउँ त घुम्नु पऱ्यो। कुन ठाउँ घुम्ने भन्दै गर्दाखेरि चाहिँ यो गाउँबारी मकैबारीमा पुगेर त भएन। अनि त्यसपछि ट्याक्क विराट राजाको दरबार चाहिँ आज घुम्न जाने हो भरे यसो अब आफ्नो तयारीलाई पनि त यसो गफ त दिनु पऱ्यो नि त। तिमीहरू मात्रै घुम्ने, हामी पनि छौँ नि यहाँ साथीभाइ हेरेर यहाँ विराट राजाको दरबार घुम्न जाँदैछु, आज चाहिँ घर आइयो भनेर ट्याक्क भरे गफ दिन हुन्छ क्या। अब मौका त मिल्छ होला या, तर के गर्नु त यत्रो 6-7 वर्ष भएको मान्छे चाहिँ यहाँ घुमेर ला हामी त सिधै आइसिपीतिर गयो होला नि त। सोधौँ न, हुँदैन? यो साइकलवालालाई सोधौँ नि त। दाइ यता विराट राजाको मन्दिर जाने बाटो कता होला? सिधै जाने? सिधै गयो भने त आइसिपी पुग्यो होला नि त। ए यता लेफ्ट साइड कि राइट साइड? लेफ्ट साइड। ल ल धन्यवाद धन्यवाद। पुरै हातले इसारा चाहिँ लेफ्ट साइड दिएर राइट भनेको त उसले पनि हातैले देखाएर हाँस्दै हाँस्दै राइटले लेफ्ट भनिदिरहेको के पुरै झुक्कियो त्यो मान्छे पनि हो। भनेपछि त पहिला
हामी चाहिँ यो बाटो नि त्यो उत्तर हुन्थ्यो नि, उत्तर कुमार राई सुन्दैन होला, उत्तर कुमार राई क्या, उहाँसँग त नि पुग्दै आइयो नि त। यहाँबाट लेफ्ट अब यो इन्जिन मान्छे होला। अलिकति अगाडि बढाउनु त, यहाँ अलिक अगाडि बढाउनु, त्यो बोर्ड छ नि। यही हो जस्तो लाग्यो मलाई यार। यहाँ आउँदैछ नि त्यही। त्यही विराट राजाको मन्दिर जाने बाटो कता हो? विराट राजा हो उताबाट यता लेफ्ट। हजुर कति भित्र छिर्नुपर्छ भन्नु त? यो यसरी यो छ हजुर यो रोड जाने फेरि जाने हजुर ठक्कै यो दक्षिणतिर भएर पश्चिम जाने ठक्कै मिल। त्यो इन्डियामा त पर्दैन नि, त्यो इन्डियामा त पर्दैन नि, नेपालमै हो। ए ल धन्यवाद ल। हजुर अब उता जाने होइन, उता जाने होइन भन्दै थियो। मैले त केही पनि बुझिनँ भाइ, बुझिनँ भाइ, तिमीले बुझ्यौ होला। सोध्दै सोध्दै जाने हो विराट राजाको मन्दिर। यो चाहिँ एजुकेट जाँच चौकी विराटनगर। यताबाट यता जाने हो नि। अब यताबाट चाहिँ कहाँ जाने त? खोइ सिधै जाने हो। यहाँ त यत्रो यत्रो ट्रक छ, कहाँबाट छिर्नु यार गएर चाहिँ? यहाँ यो कन्टेनर त मैले त यार होइन, यो चाहिँ काठमाडौँतिर पनि पुग्छ यो कन्टेनर? यो चाहिँ आइसिपी, त्यो चाहिँ भन्सार जाँच। यो चाहिँ पूर्वको कि कोशी प्रदेशको हो? कताबाट हो? यताबाट? ए अब यिनीहरूलाई थाहा होला त यो। यो त उनी इन्डियनहरू होला नि दाइ। यता यो विराट राजाको मन्दिर जाने बाटो यतै हो? विराट राजा यतै होला, यतै भन्नुभयो। हेलो दाइ, हेलो दाइ, विराट राजाको मन्दिर जानु कता हो? अगाडि नै हो। क्यामेरा देखेपछि सबै डराउँदो रहेछ है तपाईँ मान्छे। क्यामेरा देखेपछि सबै डराउँदो रहेछ है तपाईँ मान्छे। त के हो? मैले क्यामेरा उता फर्काएको थिएँ क्या अहिले सोध्ने बेलामा। तिमी सोध्दै थियौ, मैले उता फर्काएको थिएँ। उसलाई सोध न यो बुढा बाजेलाई। विराट राजाको दरबार कता हो? अगाडि नै हो। आगे यता कि उता? सिधै जानु? भाइ यहाँ त म आएकै थिइनँ हौ अहिलेसम्म। पश्चिम भनेको चाहिँ कता हो त यार? यहाँबाट यता होला। अब पश्चिम भने यिनले, अब यो चाहिँ पूर्व, यो चाहिँ पश्चिम। पश्चिम यो त ट्रेनको बाटो रहेछ नि त भाइ। ओहो यो त नेपाल कस्टम यार्ड। ओहो यो त आइसिपी रहेछ हो। होइन अब यहाँ त ट्रेनको बाटो छ जस्तो छ त। अनि बाटै हराउन आँट्यो त। अझै अगाडि? यहाँ त यार त्यो जमिनभरि पैसा छापेको रहेछ यहाँ त यार भाइ। यहाँ त म कहिले आएको थिइनँ हौ। तिमी पनि आएको थिएनौ? विराट राजाको मन्दिर देखेदेखि जस्तो लाग्यो। अब यहाँ ट्रेनको बाटो छ, कता जाउँ त? यो सिधै उता जाउँ?
भाइ अनि यो गोगलको भर पऱ्यो भने त सकिने रहेछ त अनि हेरौँ त झर्ल्यामै झन्डै खाल्डोमा हो यता घुम्ने हो ल अनि यो विराट राजाको मन्दिर यो बाटो जाने भनेर सल्लाह दिने मान्छेले त अनि हामीलाई त हिँडाउँदै हुँदा बाइकमा आएर चाहिँ झम्ल्याङ यसरी खसालिदिने रहेछ नि त भाइ अनि भाइ गोगलको भर पर्नाले त अनि बाटो छैन अगाडि त ट्रेनको बाटो छ हेरौँ त विराट राजाको मन्दिर यहाँ अरे अब यहाँ चाहिँ हामी फाइनल्ली यसको पारिपट्टि आइपुगेका छ गाइज तर फाइनल्ली हामी यहाँ आइपुगे पनि यो ट्रेनको बाटो छ कि यहाँ चाहिँ यो चाहिँ ट्रेनको बाटो छ अब यो ट्रेनको बाटो चाहिँ नि हामी कसरी पारिपुग्ने त भन्दाखेरि फेरि गलत सूचना फर्केर जाने सिधै उता अब यो चाहिँ इन्डियनको जाँच पास नेपाल भारत जाँच पासको एरिया रहेछ यो चाहिँ यो चाहिँ हामी चाहिँ आइसीबाट भित्र छिर्यो है अब किन यत्रो गोलो गोलो बार राखेको रहेछ यार यस्तो बार भुजा हो क्या लभ फोर्टीको बारेमा क्लियर भयो तिमीलाई हो त्यही भएर यो 40 भन्दा बढी चाहिँ स्पिडमा कुदाउनै हुँदैन कि मलाई चाहिँ त्यस्तो लाग्छ यसो हामी घर परिवार बाल बच्चा यसो हामी यत्रो सम्पत्ति चाहिँ दुनियाँतिर सेयर गर्छौँ चाहिँ यता एसआइपी गर्छौँ होइन ब्याङ्क ब्यालेन्स गर्छौँ अझ ब्याङ्कमा जग्गा राखेर चाहिँ के अरे पैसा निकालेर चाहिँ पुरै होइन लोनमा पुरै है कारोबार गरेर हुन्छौँ त्यो किन यो सब दुःख गरेको भने चाहिँ हामीले केही गर्न सकिन्छ के हुन्छ भन्न गरे हो नि त तर के गर्नु अब हामी चाहिँ स्टोन देखाएर पुरै अब हामी चाहिँ फाइनल्ली कहाँ आइपुग्यो विराट राजाको तर वडा नम्बर 18 को कारले भन्दै ए अझै अगाडिको कारले त्यो विराटनगर यो लाइसेन्स फेल हुने मान्छे त्यहाँ चलाउन नसक्ने रहेछ यार त्यस्तो रहेछ त बाटो त कुन इन्जिनियरले डिजाइन गरेको बाटो यार त्यो धान के अरे गहुँ पाकेर है त्यो मजाले गहुँ पाएको छ फाइनल्ली गाइज यही हो त यही साइड लानु अब यहाँबाट उता कहाँ जान्छ हुन त इन्डिया जान्छ कि बुद्धनगर यतै हो कि कता हो उता हो बुद्धनगर ए अनि यो विराट राजाको मन्दिर त यति नै हो यही हो सामान तर यहाँ छैन सुरक्षा अफिस त त्यहाँ अगाडि छ बनेको होइन हजुर यहाँ सुरक्षा छैन सुरक्षा भएर कसैको घरमा राखेको छ हजुर अनि यो विराट राजाको मन्दिर भन्ने ट्याक्क त्यस्तो मन्दिरहरू केही भएको त्यस्तो कुनै उहरू मन्दिर त्यही हो मेन के अरे भुचालो आयो र त्यो पुरै जो छ नि यो डिस्को हजुर हजुर हेर्नु नि कस्तो छ ध्वस्त भएको घर त कस्तो हुन्छ हजुर यहाँ त पहिला दरबार थियो यही हो मेन ए मेन दरबार चाहिँ यही हो
भुइँचालोले भत्का ए जस्तै कति सालको भूकम्पमा चाहिँ यो गएको भुइँचालोमा यो त कति 100 वर्ष पुरानो ए 90 सालको भूकम्पमा गएर यस्तो भयो ए अनि यो संरचनाहरू बनाएको चाहिँ कति साल भयो होला भाइ यो त भर्खरै बनाएको हो र अनि यो पोखरीमा केहीहरू हालेको छ कि त्यतिकै पोखरी मात्रै माछा छ मात्रै यो व्यक्तिले हालेको होला हैन सरकारी बनाइन्छ सरकारी नै हो अब यहाँ हामीले यो घुम्नु पर्यो भने कसैलाई अनुमति लिनुपर्छ कहाँ भित्र अहिले छैन त्यो गएर हेर्नु नि ल यहाँ हेरिहाल्नु त्यो रुखसुख हेर्नु हजुर त्यो रुखहरू के कहाँको मान्छे आयो भने त्यो चिन्न सक्दैन कति इन्जिनियरहरू आयो त्यो डिस्कोमा छ कुन रुख भन्नाले यहाँ हुनु त्यो थोरै हामीलाई देखाइदिनु ल हामी चाहिँ नयाँ मान्छे हो कि राम्रो खालको बनाउन आइसकेको छ सरकारले काठमाडौँबाट नै ल्याएको अब हामी चाहिँ अब घर चाहिँ टाढा टाढा हुन्छ नि त यसो चाहिँ अब घुम्दै आउँदाखेरि अब यहाँ पनि घुमिदिउँ भन्छ हो क्या तपाईँ चाहिँ हाम्रो घरै हो ए हजुरबुवा बुवा ए ए यो यसमा नि हजुर यसपालि 1 वर्ष भइसक्यो जति होइन हजुर 22 लाख जति नि खर्च गर्यो सरकार यो यहाँ? सफा गर्नको लागि हजुर सफा गरेर अनि त्यो दुर्बिन लिएर भित्र के छ कस्तो छ अब उसँग प्रहरी त्यो कसैलाई छिर्न दिँदैन होइन हजुर अब के हेरो कस्तो हेरो फेरि साफसुफा गरेर यो प्लास्टिकले छोपिदियो प्लास्टिकले त्यो वर्षामा रहन्छ हजुर। त्यो प्लास्टिकहरू हेरिदिन्छ नि अँ त्यो रहन्छ यो गलो अब फेरि काम स्टार्ट हुन्छ के गर्छ भनेको यो दर यो कामहरू केही छ कि भनेर हेरो माटो तल के छ जस्तै यो चाहिँ के उहरू कुनै डोजरहरू ल्याएर उत्खनन गरेको के हो कसो होइन पनि उदाहरण गरेको छैन उसको जुन इन्जिनियरिङ सामानहरू ल्यायो अनि उसले त्यहीँबाट हेऱ्यो हेरो तल अब के छ कस्तो छ जस्तै हजुरको नाम चाहिँ के हो थोरै भनिदिनु न सन्तोष यादव सन्तोष यादव यहाँ यादव बस्नु नि यो यापारै यो सबै एरिया सबै यादवकै मात्रै हो अर्को छ तर धेरै यादवै नै छ ए ए ए यो 90 सालतिरै भत्कियो भनेर चाहिँ भन्नुभयो होइन यहाँ चाहिँ कस्तो खालको भवन थियो हजुरलाई त्यस्तो कसैले भनेको सुन्नु भएको छ कसैले भनेको छैन तर इतिहासको किताबमा छ नि उहाँ गएर हेर्नु नि के कस्तो थियो त्यो किताब पनि बेच्छ त्यो लग्नुहुन्छ भने ए किताब पनि किन्न पाइन्छ यहाँ भनेपछि कोर्नु साँचो छ हजुर बलर जस्तै निस्किन्छ यो रुखमा साँचो हेर्नु साँचो साँचो त बाइकको मात्रै रहेछ अरू चाहिँ केही छ मसँग पनि छैन यो अलिकति कोर्नु नि के हुन्छ मान्छेहरू कोरेर हेरेको छ बलर जस्तै पानी निस्किन्छ यो रुखमा कोही चिन्न सक्दैन तर फल यति फुल हुन्छ फल हुँदैन यसमा। त्यसैले कोर्न फेरि यो त चाबी हो फेरि ए के बिग्रिँदैन नसक्नु कोर्दिनु न अलिकति ल कोरौँ न त ल यहाँ पानी जस्तै बलर जस्तै पानी निस्किन्छ यसमा छोडिदिनु ल ओहो यो कुन रुख होला हौ यस्तो यो कोही चिन्नै सक्दैन अब कुन चाहिँ हो अनचिन भनेर राखेको छ के आयो पुरै पानी जस्तो आयो यस्तो रुख वाउ अनि यो त बेल जस्तो पनि देखिन्छ होइन काठमाडौँ के अरे इन्डियाको दिल्लीबाट आएको चिन्नै सक्दैन कुन चाहिँ हो कति इन्जिनियर राजाले रोपेको होला पहिला मैले सुनेको के अरे हजुरबुवाले भन्दै थियो एउटा थियो होइन एउटा थियो त्यो इन्जिनियरले काटेपछि त्यसको पुरै परिवार यो जरोबाट निस्किएको छ मेन होइन यो जरो थियो मेन त्यहाँ थियो तल उहाँ निस्किरहेछ नि हेर्नु सानो सानो एउटा रुख थियो त्यो काट्दिने इन्जिनियरले त्यो यताको थियो कि यतैको थियो कि कहाँको होइन काठमाडौँको पूजाको गर्नु भनेर ए ल यो चाहिँ ढोक्नु पर्ने रहेछ ल पूजा गर्न यसको ल गल्ती भयो माफ पाऊँ है त त्यसो भए अब ल अब मान्छेले गर्न पाउँदैन ठिकै हो कसैको जिम्मा पर्नै अनि यो चाहिँ अझै यो चाहिँ कस्तो अचम्मको रुख त है जुन बाँकी हुन्छ नि मेन चाहिँ काटिदियो होइन अनि उयो त्यो यो खुन्नको लागि नि यो सफा गर्नको लागि तल थियो अनि काटिदियो ए अलि तल थियो अन्त ए
अब यो जस्तै यो ठुलो घरै थियो होला है यो पुरा एरिया मान्नु नि हजुर पुरा गाउँभरि नै जहाँ खन्दा के अरे कुवा जस्तै निस्किन्थ्यो जस्तै हाम्रो घर न्यू लिउँदा पहिला तलैबाट इँटा जोड्थ्यो अब जोड्दैन पिलरमा खडा गरेर माथिबाट इँटा जोड्छ होइन अब पहिला त तलैदेखि इँटा जोड्थ्यो सेम नम्बरी जग्गामा छ तर अब त्यो निकाल्न दिँदैन छ हाम्रो घर पनि त्यही इँटाको हो ए है पहिलेदेखि नै पहिलेदेखि नै हो यो दरबार हो यो चाहिँ दरबार हो जस्तै हाम्रो घरमा बिहे भयो भने होइन हजुर थालहरूको काम पर्थ्यो हजुर मलाई यति थाल चाहियो आफै आउँथ्यो फेरि मस्का त्यसकाएर त्यसमा हालिदिन्थ्यो यति नै पुग्यो मान्छे बिस्तारै बिस्तारै चोरी गर्न थाल्यो होइन हजुर चोरी गर्दा गर्दा त्यो अलिपुत भयो नदिनु ए आफै थालहरू आउँथ्यो मतलब कुन भाँडाकुँडा चाहियो त्यो आफै दिन्थ्यो आफै दिन्थ्यो बिहेमा यो एउटा इतिहास त किताबमा पनि छ होला त्यो सबै छ वहाँ त जानु नि धेरै सामानहरू छ धेरै राम्रो पछि आएको होला पहिलेदेखि भनेपछि यो रुख पनि सेम नै रहेछ त यहाँ केही कोट्या भने आइहाल्छ यता भने त हामी यहाँ माथि बस्नु पनि त गल्ती पो रहेछ त गल्ती छ ल अब थाहा भएन होइन अब चाहिँ गल्ती भयो यसबाट चाहिँ माफ दिनुहुन्छ होला अब चाहिँ यहाँ कुनै संरचनाहरू बन्न आँटेको छ है त्यसो भएदेखि यो इँटाहरू त म उहाँ लुम्बिनी गौतम बुद्धको उसमा गएको थिएँ कि त्यहाँ पनि यस्तै यस्तै इँटाहरू सबै थुपाएर राखेको छ केही बनाउनुको लागि क्या होइन उतैबाट काठमाडौँबाट नै ल्याएको इँटा यो यहाँ बनाउनको लागि ए यहाँ यो पुनर्संरचना गर्नको लागि यो इँटाहरू चाहिँ उहाँबाट लिएर आयो ए बन्नेवाला पो रहेछ त वहाँ अफिस त केही छ यो प्रहरीले अफिस एउटा छुट्टै त्यसको बजेटबाट बनाएर गइसकेको छ तर सरकारले सुरक्षा दिँदैन सुरक्षा नदिएर सामान कसरी राख्ने चोरले लगिदिन्छ यो म पोखरीमा नि हामी छिर्न पाइन्छ अब अहिले तल्चा लागेको छ त्यसमा यो बाहिरबाटै हेर्नु पर्यो यो कुन वस्तु जस्तो चाडपर्व कुनै पर्वहरूमा कहिले चाहिँ खुल्छ यो पोखरी यो छठमा खुल्छ ए छठको दिन यहाँ खुल्छ मजाले खुल्छ अनि छठको दिन फेरि यहाँ स्नान गरेपछि यो पानी पहिला खुल्लै थियो गहिरो थियो अब त्यसमा सरकारको नियम हो अब 3 फिट कि कति फिट गहिरो छ त्यो हजुर हैन त्यो नाउ चलाउनको लागि के पार्किङ त्यसमा बनाउँछ हजुर त्यसको लागि अनि यहाँ गाउँको केटाहरू सबै नुहाउन थाल्यो जो पाए त्यो नुहाउन थाल्यो एकजनाले केटा मर्यो भर्खर 6 महिना भयो ठुलै किसानो ठुले म जस्तै नै मर्यो अब त्यसको पौडी खेल्न आउँदैन त्यो त मरिहाल्छ नि मरेपछि अनि रोक लगाइदियो अनि त्यो जुन गहिराई पनि बन्द गर्यो होला बन्द गराइदियो नि त अनि तल्चा लागे रहेछ कोही छिर्न पाउँदैन छैटको दिन मात्रै खुल्छ त्यो छैटको पनि सुरक्षित तरिकाले प्रहरी प्रशासन सबै हुन्छ अनि खुल्छ ल यो त अब निकट भविष्यमा त यहाँ त राम्रो दरबार पो बन्ने रहेछ यहाँ त त्यो गाउँको केटा थियो हजुर नहुन यहाँ आयो हजुर अब कसरी मरिहाल्यो त्यसमा यो मन्दिरमा केही संरचनाहरू छ छैन होला यो बारेमा के थाहा छ हजुरलाई है कति साल जति भयो होला यो मन्दिर बनेको यहाँ चाहिँ कुन भगवानको पूजा गरिन्छ होला यो मन्दिरमा यहाँ शिवलिङ्ग पनि देखियो देवी सरस्वती गणेश सबै भगवानहरू हुनुहुँदो रहेछ के विराटेश्वर शिवको मन्दिर जस हामी आज चाहिँ बिहान यस्तो खुसियाली समय मिलाएर आएछौँ कि ठ्याक्क हाम्रो सन्तोष यादव सरसँग चाहिँ भेट हुन खुसी लाग्यो किनभने यो बारेमा हामीलाई सबै कुरा भनिदिनु भयो यो रुखलाई चाहिँ यसरी कोट्याउँदा यहाँबाट ब्लड जस्तो आउँछ भन्नु त्यो पनि भनिदिनु भयो नि त म त हेरेको छैन मेरो हजुर बुवाहरूले भनिरहेको थियो जस्तै बिहेमा कुनै फङ्सनमा हैन थालहरूको काम पर्यो भने
थालहरू दिन्थ्यो। बिस्तारै बिस्तारै मान्छे चोरी गर्न थाल्यो अनि लुप्त भयो। नभए हामी यहाँ कोही नभेटेको थाहा हुन्थ्यो त? कोही पब्लिक यहाँ चाहिँ हामीले ट्याक्क नभेटेको भएदेखि यो बारेमा हामीलाई ज्ञानै हुँदैन थियो। जस यहाँको बारेमा चाहिँ धेरै कुरा थाहा भयो। पोखरीको बारेमा, जस पोखरीबाट चाहिँ पहिला थाल आउँछ भन्नुभयो है। हाम्रो चाहिँ पुरै यहाँभित्र गएर पुरै हेर्ने रहर थियो होइन। ओहो, यसमा पनि धेरै काम बाँकी नै छ। त्यस काम भइरहेको छ। विराट राजाको दरबार सङ्ग्रहालय चाहिँ अलि अगाडि रहेछ ल। ओहो, यो त पहिला विराट राजाको पालाको भनेर पुरै यो त कस्तो उनी रहेछ नि त है। यो बोर्डहरू संरक्षण नगरेर त यस्तो यस्तो रहेछ भने यहाँ देखाएको रहेछ त। एकचोटि जाउँ ल त्यहाँ पनि ल। विराट सङ्ग्रहालय, विराट राजाको सङ्ग्रहालय बन्दैछ। विराट राजा प्राचीन दरबार सङ्ग्रहालय नामाकरण गरेको छ र यो चाहिँ अब अहिले यहाँ केही नभए पनि निकट भविष्यमा चाहिँ राम्रै एउटा सङ्ग्रहालय बन्ने कुरा बुझियो। नेपालको पूर्वाञ्चल मोरङ जिल्ला बुद्रनगर गाविस वार्ड नम्बर 5 हाल महानगरपालिका 18 नम्बर वार्ड पर्दैछ सर। ये ठाउँ जो हजुरले जुन ठाउँ आयो म ठाउँको नाम भेडियारी बन्दैछ। जुन अनौठो नाम छ, जुन कि महाभारतकालीन से जुटेको छ। पाण्डव 12 वर्ष वनवासको पछि 1 वर्ष यहाँ अज्ञातवास गरेको थिए, लुकेको। ये भेद दुर्योधनको हस्तिनापुर नलाग्दाखेरि भेद छुपाउनुको कारण यो ठाउँको नाम भेडियारी नाम पर्यो। त्यसैको अब भेडियारी भन्दैछ। भेडियारी राजा विराटको मूल राजधानी छ। जमिनको अन्तरमा 1000 मकान छ। उहाँको 7-8वटा पोखरी पनि छ। जस्तै धरदुहा पोखरी, किचकबा पोखरी, भल्सिया पोखरी, धरदुहा पोखरी, गुइया पोखरी, फेरि दिघी पोखरी, दोबियाई पोखरी, भैरवा पोखरी, यस्तै 7-8वटा पोखरी पनि छ सर। 8 बिघा 3 कट्ठा 17 बुधु दूर जग्गा पनि छ सर। जुन ठाउँ आयो म 2026-27 सालमा मातृका पालामा ढिस्को हजुरले जो घेरामा चाहिँ जुन छ 2026-27 सालमा उत्खनन भयो। म किताबमा फोटो पनि दिएको छु सर। 2026 उत्खनन भएको थियो। उस समय तारानाथ विश्वविज्ञ थियो। अब उत्खनन 40वटा पञ्चमार्का मुद्रा पायो सर कि जुन राष्ट्रिय सङ्ग्रहालयमा लिएर गयो माथिका। तो उस समयमा हामी पहिले बाटोघाटो थिएन, यस्तै फोन फोनको व्यवसाय मोबाइल थिएन सर। मान्छे यस्तै फेरि काम सिकित हुँदाखेरि उहाँको तारका काँडो तार लगायो, खुवाको पिल्नु हालेर घेरियो। पछि सरले यही 2052 सालमा फेरि सिमेन्टको पुल बनाएर खाने लगाएर घेरेको। यही म पर्यटन विभागबाट सरके म 2078 सालमा म सरकारको विरोध गरेँ। ये ठाउँ पुरातत्वको सरके जाने या अनजाने ये एसपी यहाँ बन्ने वाला थियो, गाउँ उजाड्ने वाला थियो। तो गाउँ उजाड्ने वाला थियो। म इस पर वकिल पनि राखेको थिएँ, भरत थापा वकिल पनि राखेको थिएँ। कानुनका सरमा छ जे पुरातत्व विभाग जहाँ हुन्छ पुरानो सामान, ये पुरानो ठाउँ या पुरानो गढ या जहाँ पनि हुन्छ, यसको सरकारको कानुनको मुताबिक यसको के छ, यसको संरक्षण गरेर सम्वर्धन गरौँ, विकास गरौँ। कानुनको तहमा छ। म यसै आधारमा कानुनको सुरक्षा बनाएर म राष्ट्रपतिको पनि 30 पेजको ज्ञापन दियो, प्रधानमन्त्रीको पनि 30 पेजको ज्ञापन दियो, फेरि गृह मन्त्रीमा विजय गजदारको पनि दिएको थियो। उसको बाद पर्यटन विभागमा पुरातत्व सबै ठाउँमा म 30 पेजको ज्ञापन यसको दिँदाखेरि पछि जाँच गर्ने आयो। टाइममा जाँच गर्ने शालिग्राम कटेल थियो, एउटा मिलायो। तो कमल जी कहाँ के छ तो यसै आधारमा सर कि रेलवेको पारी तपाईँ हेर्नुहुन्छ उहाँको आइसिपी रेलवेको पारी म यी गर्ने वाला मान्छे छ कि तब यी आएछ या पुरातत्व फेरि म सङ्घर्ष समिति गर्दाखेरि म जनताको लागि 6 लाखको ठाउँमा 10 लाखको अब बढ्नेवाला थियो। जनता यसैमा खुसी भयो। अब के गर्ने, हामी विडम्बना भयो सर कि
अरू म 11 बुद्धामा सहमति भयो सरकारको पालमा। उस समयमा सिडिओ साथै तारानाथ गौतम तपाईँको पदवन कार्की नाम सुन्नु मेरो 1 महिना त मेरो पछि लाग्यो आउने घरमा। म भेटाउँदै थिएन, उहाँ परेशान भयो कि उहाँ सिडिओ साहबको उहाँ बुढो बोलाऊ अनि नै त काम हुँदै होला छैन सर। अब फेरि छोरा भने कि उहाँ डिएसपी साहब हुनुहुन्छ डेली बराबर एकचोटि भेट गराउँ के भन्छ जानुपर्छ नि। तब उहाँको बाबासँग पहिले विद्यार्थी दुर्बिनको भित्रमा थिएँ कि वहीँ बस्दै थियो। उहाँ गयो होइन म तपाईँको जिप पर बसाएर लिएर म ड्राइभर सर किन गाडी छ म जाँदैछु। होइन मेरो पछि फेरि गाली खुवाउँछु मैले सिडिओबाट मेरो मारे तपाईँको मर्यादाको विरोध म गर्दैन हुँदैन। तपाईँ बसौँ ड्राइभ गरेर लिएर गएर चलायो। फेरि हाम्रो उहाँ जब सिडिओ साहबको बासामा जाँदाखेरि पुरै क्लियर हुन्छ कि फेरि राम्रै कुरा गर्दैछ कि। अनि 3 लाखमा सिडिओ साहब अति सम्पर्कमा आयो नि सर के। अब उहाँको पुरी म छोराको विवाह गरेको थियो प्रहरीमा, उहाँ पनि नेतामा आयो, डिएसपी साहब आयो, सम्मानित गरेको छ कि। सबैको प्रहरी पुग्दैन म लङ मासुको कुरा जान्दैछु। यही लङ मासु जस्तै चाहिँ तपाईँ हाम्रो यो अर्को मिलान जस्तै म गरेको छु कि। जस्तै तपाईँ कसैको छोरा होला, मेरो छोरा जस्तै अर्को ठाउँमा तपाईँ पनि यस्तै छ, हाम्रो छोरा जस्तै तपाईँ पनि मेरो छोरै जस्तै छ। सबैमा माया छ, माया गर्ने मान्छे यस्तै होइन। त्यस्तै कुरामा सर कि म मिलाएर 11 बुन्दामा सहमति भयो। पहिलो त्यो स्थानीय आदमीको यसमा जागिर दिने, उहाँ चाहिँ जागिर पनि पायो, जस्तै काम थियो उहाँ जागिर दिलायो। दोस्रो पक्कीकरण सडक बनवायो। तेस्रो प्रत्येक घरमा टोयलेट दिलवायो। फिर पर्यटन विभागबाट मन्दिर सबै घेरा गरायो, पोखरीको गरायो। फिर शिक्षा विभाग स्कुलमा नवीकरण गरायो, घेरा बनायो, नयाँ कौरन बनायो उहाँको 5 फेरि राजाजी थान घर बनायो 22 लाखमा भित्रमा। फेरि उहाँको सामुदायिक भवन बनायो 22 लाखमा। सरकारको म त नाको दम गरिदिन्छ कि सिडिओ साहबको म सिडिओ साहब पत्रै दिएको थिएँ। अब यो सिडिओ साहब सीताराम त गयो, पछि सरको अर्को सिडिओ आयो। उस समयमा माओवादीमा सुकुमार थियो सर कि पावर थियो भयो। उहाँ सिडिओ साहब भने त्यस्तो उहाँको 11 बुन्दासम्म चाहिँ किन हुँदैन। पछि चुनाव आयो, फेरि शिवकुमार जित्यो। उहाँ सिडिओ साहब वहाँ की 11 बुन्दामा 8 बुन्दा काम गरायो सर कि। 2 मन्दिर सन्दिर बनायो सर कि उहाँको। फेरि उहाँको शिव मन्दिरको पनि बजेट थियो सर कि। 2 मन्दिर बनायो। प्रदेश कार्यालयबाट शिवलिङ्गका स्थापना, बाबा विराटेश्वर शिवलिङ्गका स्थापना गर्यो। यहाँ भगवतीजीले अवतार लिएको दुर्गा मन्दिरमा वही भगवती जो यहाँ अवतार लिएको छ वो भगवती म महाभारत हेरेर उहाँ बनाएर ल्यायो सर। पर्यटन बनारसबाट बनाएर ल्याएको छ। अहिले संरचना राम्रो भएको छ। सर कि अब इँटा गिरेको छ कि पुरातन घरमा के छ पुरानो जस्तै इँटा छ वस्तै इँटा लगाएर तपाईँ बनाउनुहुन्छ। यसमा नयाँ नवीनीकरणको कुरा यो काठमाडौँको बनाएर इँटा आएको छ सर। वस्तै अब बजेट सुन्दैछु कि 1 करोड पनि कासा गरेको छ यसमा। यसो 4-5 छ नेपालमा। यहाँ राजा विराटमा तपाईँको जनकपुरमा फेरि यहाँ भगवान् बुद्धको कपिलवस्तुमा पनि बजेट दिएको छ। त्यस्तै 4-5 ठाउँमा बजेट दिएको त्यो जुन अहिले विराट राजाको मन्दिरको छेउमा भएको ठुलो रुख छ नि एउटा वृक्ष जुन त्यसो यसो कोट्याउँदाखेरि पनि जुन यो कोट्यामा आइरहेको ब्लड जस्तो आउँछ नि। पहिले सर 2026-27 एकैवटा रुख थियो कि यति मोटो। अब उठाउनु गर्दाखेरि सर उसले काटेर निकाल्यो पाल्यो। पछि सर फेरि उसैको जडाबाट पछिको 6-7 एउटा छ कि उसै अगाडिमा एउटा मन्दिर छ कुवा जस्तै। उसीमा सिक्का निक्लेको पञ्चमार्का पुरानो सिक्का हुन्छ कि तपाईँको थाहा हुँदैन। म यस विषयमा अध्ययन सर
17-18 विद्वानको अध्ययन गरेको किताबमा 4 देश किताब अध्ययन गरेको छ के यो सिक्का के छ सुरुवाती सिक्का उसको कुसान वंशमा भन्छ 37 वर्ष पुरानो सिक्का यसमा एउटा म पनि फेला पाएको छ कि लागेको कि मस्ती समाज राख्नुहुन्छ जहिले सरकारको काम गर्ने सरकार नगरेको वो काम म गरेको छु तर म आज यो सम्बन्धीमा लालच जिन्दगीमा गरेको छैन मेरो एक के उद्देश्य कि हाम्रो राष्ट्रको इतिहास हो यो सबैको लागि हो सम्झनुहोस् चिन्नुहोस् बेचेर त सम्पत्ति त के हुन्छ कि एक दिन त मर्नुहुन्छ तर इतिहास त बन्दैन तर इतिहास त लुप्त हुन्छ तर यही ठाउँमा अरू ठाउँमा छ मान्छेको तर कहिले के मतलब भएन म यसै विषयमा 4-5 देशको किताब अध्ययन बताउँ भारतको इतिहास देशको इतिहास फेरि सर के म रसियन किताब पनि अध्ययन गर्छु नेपालको पेशल दालको ढुण्डेराजको यहाँ चल्दैछ कि पुरानो किताब औषध विज्ञानको नामको अध्ययन गर्दाखेरि मेरो पनि यही संरचना गरौँ एउटा हाम्रो म यसमा भ्रमणकालमा म दिल्लीमा सर लाल किल्लामा पुगिसकेँ म्युजियममा राखेँ मुगल पिरियडको बम छ बन्दुक छ तलवार छ घाग्रा छ पहनेको घाग्रा मान्छेको ये चिलम छ गडगडा पहिले हुक्का पिँदै गडगडा है वहाँ लाग्दै वहाँ पाइप वहाँ तान्दै थियो कि म्युजियममा देख्नुभयो म्युजियममा सर सबै देख्नुभयो म पहिले 30-40 वर्ष अघि गएँ जुन त्यहाँ एउटा पोखरी जुन छ नि विराट राजाको जुन त्यो मन्थे पोखरी पटना म्युजियममा पनि हेरेँ सर कि मेरो पनि लालसा भयो समाज त म पनि पौधे छिरेछ यसो सङ्कलन गरेर यहाँ पनि बन्नु सक्छ एक काम त म किताबमा पढेँ मोहनजोदडो हडप्पाको सल्फी सिन्धु घाटी म अध्ययन गरेँ बिना अध्ययनको कहाँ हुन्छ अनि अहिले जुन हजुरले त्यो स्मारक बनाउनु भएको छ होइन जुन त्यो पोखरीको बारेमा थोरै भनिदिनु पोखरी तपाईँ जुन हजुरले यो सामनेमा घेराबेरावाला पोखरी हेर्नुहुन्छ यसको स्विमिङ पुल बन्यो 77 लाखमा नगरपालिकामा अलिअलि कटौती होला 77 लाखमा बनाइसक्यो घेराबेरा पहिले म सुरुवात गरेको छु कि ढलैयावाला काम पछि सर के पहिला यहाँ टिकट लाग्छ एक दिन लाग्छ पहिला पुर्खाको पालामा त्यहाँ चाहिँ त्यहाँबाट जुन पहिले धरोहर पोखरी भन्छ धरोहर पोखरीमा के थियो सर कि पहिले मान्छे भोज भतेरी हुन्छ सर बर्तन चाहियो नि बर्तनको उहाँले 5 बारी चढाउँदै थियो माग्दै थियो उहाँले बर्तन आफै निकाल्दै थियो पानीबाट निकाल्दै पानी लहरा आउँदै थियो निकाल्दै फेरि लिएर काम गरेर फेरि राख्दै थियो पूजा गरेँ फेरि प्रार्थना गर्दै फेरि पानी लहरा आउँदै थियो धेरै दिन भयो त्यसमा एक बर्तन चोरी भइसक्यो बर्तन चोरी हुँदा मानिसतामा बदलियो सर पछि निकाल्ला बर्तन तामाको जस्तो हुन्थ्यो कि स्टिलको हुन्थ्यो कि कस्तो हुन्थ्यो होला सर माटी बर्तन चल्दै ए माटी बर्तन भात पकाएर भात खायो तपाईँले खाने अवसर पाउनुभयो कि पाउनु भएन त्यो पायो ए सर कि है 2020 पछिसम्मै रहेछ नि त्यो त माटी पहिले एल्युमिनियम पनि थिएन पहिले माटीको बर्तन त बाटो पकाउँदै थियो दही पनि माटीमा जमाउँदै थियो सबै माटीमा ए माटीकै भाँडाहरू आउँथ्यो त्यहाँ माटीको सिक्का थियो माटीको लोटा थियो मेरो लोटा पनि छ के अरे त्यो जुन भत्किएको छ नि दरबार त्यो चाहिँ कति सालतिर भत्किएको छ उहाँ 2026 सालको भत्किएको छैन कि झिस्को जस्तै थियो झिस्को पहिले उहाँको 7-8 फिट अरू टाइल थियो उसको 2026 से चाहिँ सफाइ गर्दाखेरि तब उहाँको एउटा मन्दिर जस्तै छ कोठा जस्तै छ मैले फोटो राखेको पुरानो सके हराउँछु तब सफाइ गरेर फेरि के भयो कि 5-10 साल पछि उहाँले घाँस जागेको थियो गाई चढ्दै चढ्दै एउटा गाई गड्ढामा गिरियो सर म चुनावमा सर म पञ्चायती कालीन सदस्य थियो पावरमा थियो सर के जनताले कराउँथ्यो गाई उहाँ मर्ने लाग्यो हामी हिन्दू भएर लाज लाग्यो कि यदि पाप लाग्छ है आउँ सबै आउँ भयो भाइ आउँ मिलेर गाईको निकालेर रस्सी टोसी लगाएर निकाल्यो सर फिर पहिले पुरातत्व पर्यटनकै लोक थाहा पनि थिएन सर जानकारी पनि गाउँघरमा थिएन सर
माटीले पुर्दै नपुर्दाखेरि चाहिँ अरू गाई गिर्छ नि त्यो पाप लाग्छ नि ल फेरि पुरिदियो सर कि पहिले पुरातत्व पर्यटनका नाम पनि थाहा थिएन सर के पछि पुरिदियो सर उहिले पुरेको ठाउँ छ। अब 2078-12 को भास्कर गेवाले फेरि उत्खनन विज्ञ आयो मेरो समर्थमा उत्खनन गर्यो सर। अब उहाँको 47 फुट चौडाइ 49 फुट लम्बाइको मन्दिर घोषित गर्नुहुन्छ सर कि साइडमा पनि अलिअलि कोठा जस्तै छ उहाँ पनि मन्दिर मन्दिर घोषित गर्नु। अब सरकार यसको पन्नी प्लास्टिक दिएर छोपेको छ सर कि अब यसको पछि यसको विकासको लागि सर कि यी अगाडि सार सर कि यी इँटा उहाँ बनाएर काठमाडौँ भएको लागेको छ कि मेरो संरक्षणमा त्यो ढिस्कोमा चाहिँ त्यो मुनि चाहिँ के मन्दिर छ? मन्दिर 47 फुट 50 फुट लम्बा क्लियर मन्दिर छ त। एक अंडाकार मंदिर उसको सिक्का पनि पाइएको पूरा मन्दिर आएको चाहिँ राष्ट्रिय डाक्टर नामबाट ल्याएको काठमाडौँ सिंह आयो हजुर पहिले मोजा लाग्यो कोही उहाँको यही छ 47 फुट चौडाइ 50 फुट लम्बाइको 2000 सालमा म लेखिदिएँ। के भन्नुभयो हजुरले? उहाँको नापतोल गर्ने ढक 5 किलो 10 किलो जस्तो ढक हुन्छ नि पाषाण युगमा 10,000 वर्ष पहिला पत्थरबाट सुरुवात भयो तब माटो प्लास्टिक सुन चाँदी पछाडि आएछ क्या 10,000 वर्ष पहिला यो पत्थरको त्यो गरौँ होला त्यो गरौँ छ गरौँ छ के गरौँ छ त्यसको वेट यो वेट यसको 10 केजी होला 10 केजी जति होला है के माटोको हो कि हो त्यो यो ढुङ्गा हो ढुङ्गे युग ढुङ्गे युग 10,000 वर्ष पहिला ढुङ्गे युगबाट सुरुवात हुनुभएको तब माटो प्लास्टिक पछाडि आयो उहाँ चाहिँ यो मसला पिस्ने सिलेटो उहाँ चाहिँ तपाईँको पिर्का पत्थरको बस्नको लागि पिर्का उहाँ चन्दनको चन्दन यो चाहिँ ऊ के अरे इँटा त्यस्तै थियो त्यहाँ पहिल्यै इँटा त्यस्तै छ यो चाहिँ तपाईँ आगो निकाल्ने चकमक पत्थर उहाँ चाहिँ पत्थरको हथौडा उहाँ धार लगाउने त्यो छुरी तिरिपी जाउने ठुलो चाहिँ बाहिर छ उहाँ चाहिँ शिलाले चित्रलिपि ब्राह्मणी लिपि चलिरहेको थियो क्या शुभला पृथ्वी गेटमा उहाँ चाहिँ हथौडा उहाँ चाहिँ मूर्ति गणेशजीको मूर्ति विष्णुको मूर्ति राधाको मूर्ति भद्रिकादेवीको मूर्ति सूर्य भगवानको मूर्ति कागभूषणदेवको मूर्ति राधाकृष्ण मूर्ति इँटा यो कुवा बनाउने इँटा उहाँ नदीको भाग उहाँ इँटाहरू छ यो आगो निकाल्ने चकमक पत्थर पहिला दियासलगसका थिएन आगो निकाल्ने चकमक पत्थर पहाडमा पनि यो रबटेर निकाल्ने यो चाहिँ तपाईँको यो तपाईँ चनोटा 1-1.5 किलोमिटर जहाँ पनि खनिन्छ नि एरियामा तपाईँको तरबारै पाउनुहुन्छ। यो 4.5 बिघामा किचकबत पोखरी भएछ। किचकबत पोखरीमा झापाको होइन झापामा पोखरी छ किनकि पाण्डव आएर 12 वर्ष वनवास 1 वर्ष गुप्तवास यहाँ गर्नुभएछ नि उहाँ आर्टिफिकल्स बनाएको छ। गुड हो आर्टिफिकल्स हो रियल चाहिँ यहाँ छ रियल यहाँ छ कि यहाँ महाभारत यहाँदेखि सुरुवात भयो नि त अहिले उहाँ गएर उहाँको झापाको मन्त्रीहरू धेरै थियो पर्यटक मन्त्रीहरू यहाँको बजेट तानेर उतै लाग्यो। हाम्रो अहिले त विकासको केही टुङ्गै छैन अहिले 2-2वटा नगरपालिकामा मेयर परिबस्यो त्यस्तै ल ठिक छ। अब यसपछि यो लोटा हो यस्तो यो ठेकुवा छाप हो उहाँ चाहिँ यो माथिको के हो यो चाहिँ फलामको बेलनी हो उहाँ चाहिँ कुम्हारहरूको बर्तन बनाउने कुवा बनाउने बेग्लै साइजको इँटा हो झिङ्गाठी छ उहाँ तपाईँको यो छ के अरे खपडाहरू छ टाइल्सहरू छ उहाँ चामल पनि भेटाएको छ चामल यो के हो गोलो गोलो डिरिया पुल्टी यो मटेङ्ग्रा हो पुल्टी हो उहाँ चाहिँ के अरे तपाईँको यो रथको लकडी राजाहरू हिँड्ने 11 फिट तलबाट निस्क्यो अहिले राम्रोसँग उत्खनन भएको छैन हल्लो जोत्दाखेरि बाटो साटो भन्दाखेरि मात्रै उत्खनन भएको छ। यो हाम्रो नेपालको अनि 5.5 वर्ष लुम्बिनी पछि वर्ष यहाँ 5.5 वर्ष अस्ति मेरो घरमा केपी ओली पनि आउनु भएको थियो यहाँ कोशी प्रदेश राजन अधि 300 बटालियन जोवर काठमाडौँ आउनु यो चाहिँ हात लगाउनु यो चाहिँ के हामीलाई देखाउन आँट्नुभयो तपाईँले? यो पत्थर यो उत्खनन गर्दा भेटिएको सबै जेवर गहनाहरू
यो हेर्नु यो पहिलाको पत्थर छ नि यो पहिलाको जोडेर यो स्टोन यो सबै त्यो उत्खनन गर्दा भेटिएको यो बाल्नु नि यो हुन्छ नि यो कागतीको रसिदको त यो चलिरहेको खोइ सञ्जीवनी बुटी सञ्जीवनी बुटी यसलाई चाहिँ कागतीको रस हाल्यो एकदम पुरै जिन्दा चलिहाल्छ चलिरहेको यो त्यो यो तपाईँको रुबी स्टोन त्यो हाल्नु त यो गर्नु बाल्नु नि यो बत्ती लाइट ल्याउनु त यता राख्नु ल यता तल राख्नु तलबाट उता फर्काउनु पऱ्यो यो लाइट बाल्नु नि यो रु यस्तो बल्छ बल्यो यो मनी ढुङ्गा मनी यो धेरै महँगो हुन्छ सोना चाँदी भन्दा मनी छ नि यसमा पनि बलिरहेछ धातु छ नि बलिरहेको छ यो धेरै यत्रो यो सञ्जीवनी अब मुनस्टोन मुनस्टोन द्राक्षहरू छ रुद्राक्ष यता राख्नु दर्शन गर्नु भयो ए लु दर्शन गरे यो 7 मुखी 2 मुखीदेखि 1 मुखी पनि छ मसँग यो हो कि 1 मुखी चाहिँ 1 मुखी होइन देखाउनु त त्यो यो नागवाला छ नागवाला उभे लाग्छ यो पहिला 3800 वर्ष पैसा हजुर सिक्कै हो मानवका पहिला 3800 वर्ष पहिला यो सिक्का चाहिँ सुरुवात ओह कति गरौँ रहेछ है सुरुवात हुँदाखेरि यो मानदेवको राजाको टाइम ए मानदेव राजाको पालाको ढक्का यो चाँदीको त्रिभुवनको पालाको यो चाँदीको त्रिभुवनको यो हनुमानजीको चिरियारी पैसा हनुमानको है राम दरबारको सुनको पैसा थियो राम दरबारको सुनको कति वेट यहाँ हेर्नु 1 पैसा 2 पैसा यो सबै अंग्रेजको टाइमको पाला ए अंग्रेजको पालाको यो पनि त्रिभुवनको त पालाको वहाँ चाहिँ हेर्नु बाघ र ए खोइ बाघ शेरको यो छ नि ए हे बाघ र शेरको यो सबै अंग्रेजको यसको नाम चाहिँ के हो यो कौडा भन्छ के छ तिमीसँग फुटी कौडा पनि फुटी कौडा कौडा पनि राख्नु यो 3800 वर्ष यो पैसा सुरुवात भएको थियो नेपालमा सुरुमा यही पैसा सुरुवात भयो 3800 तर केही छैन देशको त 3800 वर्ष यस्तै थियो हैन पहिला यस्तो कति मजाले सजाएर राख्नु भएको गुट यो पालाको पैसा मानदेवको पालाको के हो रुद्राक्ष यो फुट्दैन हो भागमा जसको एक मुखी रुद्राक्ष छुन मिल्छ यसलाई ल दर्शन गर्नु ल दर्शन गरे दर्शन गरे हरेक काम तपाईको प्राप्त हुन्छ ल अब चाहिँ इच्छाको चिताको सबै पुरा होस् है त पुरा हुन्छ नाग देवता ओहो मेरो रुखको यो तपाईहरुको रुखमै फलेको नाग देवता खै थोरै छुन मिल्छ ओहो नाग देवता जस्तो रहेछ रुद्राक्ष पनि तपाईको नि हजुर विराट राजाको दरबार एरिया घुमेर आइयो नि त फाइनल्ली विराट राजा सम्बन्धी कुनै पुस्तकहरुमा तिमीले पढेको थिइस् न हजुर यो विराट राजा चाहिँ अब यो मन्दिरहरु बन्न आँटेको छ अहिले के छ यो संरचनाहरु तयार गर्नको लागि अरु यो निरीक्षण पनि भइसक्यो अब बन्छ है यहाँ बन्यो भने धेरै राम्रो हुन्छ नि हैन ओहो कस्तो खुसी लाग्यो नि त यहाँ आइयो ओहो बुढाबुढीले फोटो खिच्दैछन् मजाले पोखरी अब ती जुन बुढा त्यो उसले चाहिँ विराट राजाको दरबारको संरचनाहरू खनन गर्दा भेटेका सामानहरू थियो नि ती सामानहरू चाहिँ जुन बुढाले नै देखाएको भए चाहिँ अझै रमाइलो हुन्थ्यो क्या हिस्ट्रीका बारेमा उसले अब यो यसरी फेला परेको यसरी फेला परेको भनेर भन्थ्यो नि त त्यो चाहिँ अब अलिकति बुढालाई चाहिँ भेट्न पाइएन भेटेको चाहिँ साह्रै आनन्द हुन्छ नेक्स्ट टाइम आएर भिजिट गर्ने हो त्यो अलिक हामी बिदाको दिन भएर पनि आयो हैन अनि अब त्यस्तै अब बुढालाई पनि अलिकति फुर्सद नभएर होला क्या हैन समग्रमा कस्तो लाग्यो त आज विराट राजाको दरबार घुम्दाखेरि चाहिँ रमाइलो भयो
नयाँ ठाउँ नयाँ परिवेश नयाँ कुरा थाहा पाउने त्यो राम्रै भयो घर लागि भयो आजको बिहान घरमा भए कसरी बसिन्छ होला 8 बजेदेखि 10 बजीसम्म त 2 घन्टा लाग्यो हजुर नयाँ नयाँ कुरा थाहा पायो त्यसमा पनि अब एकदम पुरानो मान्छेसँग पनि भेट्यो पुरानो कुराहरू पनि भेट्यो होइन यो चाहिँ ट्रेन रोक्दाखेरि उ गर्ने एरिया रहेछ होइन ट्याक्क पछि ट्रेन आउँदाखेरि यहाँबाट बन्द गरिदिने अब चाहिँ पुरै प्लेन बस्ने जस्तो ठाउँ रहेछ है यहाँ त टाइपको रहेछ अब चाहिँ कसैले विराट राजाको दरबार पुगेको छौ भन्दाखेरि चाहिँ 2 शब्दमै जाने हो म पुऱ्याइदिन्छु भन्ने सक्यो नि त अब मलाई पनि यो पहिल्यैदेखि नै विराटनगर चाहिँ कसरी रह्यो भनेर चाहिँ मैले थोरै अध्ययन चाहिँ गरेको थिएँ तर यो विराट राजाको मन्दिर चाहिँ त्यतिखेर त्यो कता कता हेर्दाखेरि पनि पुरै घना जङ्गल जस्तो के जस्तो देखिन्थ्यो क्या अनि लागेको छैन भोक लागेको छैन हौ आज 2 थाल 2 थाल त अलिक रुच्दैन होला हौ यस यहाँ पहिला यो ठाउँ कस्तो थियो होला होइन अहिले अब यो आइसक्रिम बनेर यहाँ धेरै नै राम्रो धेरै सुविधायुक्त भयो क्या यति सबै यो खेतीयोग्य जमिन रहेछ नि त यहाँ त होइन कुनै एरिया खाली छैन सडकमा यसरी छाडा छोडेको छ हेर चरनमा लगेको गाउँ पाएको जग्गामै गाउँ पाएको छ मकैहरू चाहिँ हरियाली छ यहाँ त छोरी मान्छेले सिटी सवारी चलाएर चाहिँ हिँडिरहेको छ नि त ल धमाधम गाउँ काट्न पनि रेडी भएर आजको विराट राजाको दरबार घुमिएपछि चाहिँ भन्न मन लाग्यो केही कुरा भनौँ त 2-4 शब्दमा पुराना चिजहरू पनि हेर्न पाइयो होइन मैले लभ 40 को स्लोगन लाउँदै गर्दाखेरि चाहिँ 38, 39, 40 मा म हिँडिरहेको छु साइकलमा चढे जस्तो फिल त भएको छैन नि ए होइन सर मलाई ढिलो भयो अलि स्पिड कुदाउनु भन्ने त लागेको छैन नि हो भावना बकेर 50 सम्म पुगिहाले पनि ओहो सरले त 40 सम्म मात्रै कुदाउनु भनेको छ भन्दा बिस्तारै बिस्तारै डाउन 50 भन्दा माथि सकेसम्म नजानु म चाहिँ जहाँ पनि 40 सम्म मात्रै हो अब भवितव्य कतैबाट केही आउँदैछ कहिलेकाहीँ मनमा के सोच्दै कतै गइयो भने पनि
ट्याक्क 40सम्म जाँदै गर्दाखेरि चाहिँ यसो ट्याक्कै स्टप गर्न पनि सकिन्छ होइन। यताबाट चाहिँ रानी खाना जान्छ है। यहाँको किसानहरू मेहनती रहेछन् हौ, सबै मजाले खेती गरे आएको। मौसमले पनि साथ दियो यसपालि हेर त। अब त्यसपछि धान पाक्ने बेला भयो होइन। अब धान पाक्ने बेला के अरे गहुँ पाक्ने बेला भयो। गहुँ यहाँ खाली नराख्नु। तर अहिले यो नेपाल कृषि प्रधान देश भने पनि कृषिमा चाहिँ फाइदा छ जस्तो लाग्छ तिमीलाई? व्यावसायिक रूपमा गर्नेहरूलाई फाइदै छ। यो पुगेको छ भनौँ न। अब यो कृषि गर्ने जुन व्यक्तिहरूलाई चाहिँ आफूलाई खानालाई पुगेको होला। तर कतिपय त्यस्तो खबर छ जहाँ चाहिँ कृषि गरेपछि 6 महिना पनि खान नपुग्ने खबर पनि छ नि। विकल्पहरू पनि छन् र जस्तै अब सुन्तला लाउँछन्, एभोकाडो लाउँछन्, अनि त्यसरी गरेर त्यसबाट मनक्की आम्दानी गर्न सकेको छ नि त। अलैँचीहरू कति महँगो छ, अलैँचीहरू लाछन्, टिपीहरू खेती गरेर केही छैन। नेपालीहरू चाहिँ अब जोखिममा बाँच्ने एउटा त्यो पहिलाको कुरा नै नीतिलाई अँगाएर यो विदेश पलायन हुने चाहिँ बढिरहेको छ। त्यही भएर चाहिँ युवा जनशक्ति छैन। युवा जनशक्ति सबै वैदेशिक रोजगारमा पलायन भएर नेपालमा सुन फलेको पनि देखिया छैन। जस्तै अब अलैँचीहरू त्यो मनकै कति लाख छ होइन। सुन्तलाहरू भए, एभोकाडोहरू भए, हामी यो मन्दिरबाट सिधै अगाडि जाने। हतार गर्नु हुँदैन। अब आउँदैछ। यहाँ त ठाउँ छ। तर जुन अहिले हामी विराट राजाको मन्दिर गएर आयो नि, त्यहाँ एउटा दर्शन गर्ने पनि भयो, धेरै कुरा सिक्ने कुरा पनि भयो। तर हामी नजिकको मन्दिर चाहिँ हेला गर्छौँ भन्ने कुरा चाहिँ अलिक मनमा लागेको होला होइन। अब तिमी यहाँ बसेको करिब 7 वर्ष बढी भयो नि, बढी भएन र 7 वर्ष लगभग 7 वर्ष भयो। म आएकै करिब 2 वर्ष हुन आँटिसकेको थियो। कहिले ल यसरी जाउँ भन्ने कसैबाट प्रश्न आयो त होइन, आएन नि। कसैबाट इच्छा पनि जागेन नि ट्याक्कसँगले यो भन्ने कुराहरू चाहिँ योजना बनाएर भन्दा पनि ल यस्तो छ जाउँ होइन। यस्तो धार्मिक स्थलहरू चाहिँ हजुर
जानको लागि अब मान्छेले चिताएर भन्दा पनि त्यो जुर्नै पर्छ अरे क्या सर जुर्नै पर्ने हो भनेपछि यो आज हामीले जुरेको हो जुरेको छ किन भन्दाखेरि अब ठ्याक्कै अब हिजो दिउँसै बिदाको के आएको थियो भने हाम्रो प्लान अर्कै हुन्थ्यो है सर हो अब 81 बेलुका अब 10 बजीतिर लगिदा भन्ने भयो के गर्ने त भन्दाखेरि बिहान उठेर योजना बनाउनु तपाईँले हिजो दिउँसैदेखि छुट्टी भए त तपाईँ यतिखेर गाई घाँस यतै आज फेरि राम्रो दिन पनि हो मुस्लिमको जुन चाहिँ भयो नि चाडपर्व हो नि त आज 1 महिनादेखि चाहिँ रमाजल पढेको चाहिँ आज अन्तिम दिन अथवा साङ्गे धर्मअनुसारले साङ्गेको दिन यो जस फलदायकै हुन्छ होला एकदम राम्रो हो नि आज विशेष दिन पनि रहेछ नि त विराटनगर महानगरपालिका वडा नम्बर 16 चाहिँ फाइनल्ली हामी आइसकेका छौँ अब खाना खाने रेस्ट गर्ने होइन फेरि मान्छेहरूले बाटै छेकेर हिँड्नु भएको छ थोरै रोड खाली गर्दै आएको हुन्थ्यो होला जय किरातेश्वर महादेव मन्दिर मोरङ 16 रक्षा गर्नु होला किरातेश्वर पनि ठुलो मन्दिर छ अरे चिकनतिरबाट हो र यस यो मन्दिर पनि प्रख्यात छ